हेर यसको हालत श्रीमतीको खुट्टा भाजेदेखि त मलाई त बिचारा माया पो लाएर आउनु थाले त के को माया दया लाग्नु नि हामीले थोरै भाँचिया खुट्टा यसले नै त भाँचेको हो खुट्टा आफ्नो श्रीमतीको हेर साथी हो तिमीहरू मुखमा जे मन लाग्यो त्यो नभन न मलाई हामीले मुखमा जे आयो के बोल्या छौ त त्यस्तो हेर्न जङ्गे खुट्टा भाज्नु पर्यो त दुइटै टुक्लुक्क भाज्नु पर्थ्यो नि बिचारी एउटा मात्रै भाजेर के अचकल्दोको पारे हो खोइ कुनी त्यही त भन्या म भइदिएको भए त अनेक थरीका बहाना गर्ने अरूसँग कुरा गर्दै मस्की हिँड्ने म त त्यसलाई मारिदिन्थे होइन हौ साथी दुनियाँसँग बोल्दै हिँड्ने केटीलाई घरमा राख्न लाज लाग्दैन तँलाई के को लाज हुन्थ्यो नि यसलाई लाज लाग्ने भए त उहिले घोरो ठ्याक गरेर घरबाट निकालेर लखारिहाल्थ्यो नि यसले भन साथी हो भन तिमीहरूलाई जे भन्न मलाई त्यति भन तर मेरो श्रीमती अरूसँग बोलेको भएर खुट्टा भाँचेको चाहिँ होइन है तिमीहरूलाई मेरो घर आइसी बारेमा केही पनि थाहा छैन त्यही भएर तिमीहरू नबोलेको ठिक हुन्छ तिमीहरूलाई थाहा छ आज पनि मैले त्यसलाई घरमा कुटिराखेर आएको छु साला मुखमुखी लाग्दो रहेछ यार त्यसलाई मैले बिहा गरेर लिएर आएको त्यसले मलाई बिहा गरेर लिएर आएको हो र भने पहिल्यै हामीले तँलाई भने हो त्यही केटीसँग बिहे नगर है भनेर अब के गर्ने तैँले बिहे गरिहालिस् अहिले हेर आफै पछि त लाएर बस्नु परेको छ तँलाई भयो छोडिदिउ बिहे गर्यो मान्छेको उसैलाई नै थाहा होला नि उसको श्रीमतीको बारेमा बरु जाउँ ल केटाहरू तिमीहरूको पनि पालो आउँछ बिहे गरेपछि श्रीमतीको बोझ कस्तो हुन्छ भनेर त्यसपछि थाहा पाउँछ तिमीहरूले ल अहिले जाऊ तिमीहरू ल त यहाँ बस अब खालि त्यही बुढी तैँले भन् घरकै टेन्सन लिएर खालि बस भनेको मान्दैन हामीले भनेको बुझ्ने होइन